उनी हुन् भुन्टीको कान्छो दियोर, भूमिकाको दाजु। त्यस पछाडि उनलाई जेठो दाजुको पनि घरबार भइसक्यो, राम्रो व्यापार बिजनेस गर्ने सम्भावना छ, उनीहरूको सम्पत्ति पनि छ। माइलो दाजु केटीहरूसँग हिँड्दा हिँड्दा वाक्क दिक्क भइसकेर अहिले भुन्टीलाई पनि छोडेर घरबारै हुन सकेको छैन। केटीहरूले गर्दाखेरि उसको जिन्दगी बर्बाद भयो र ऊ कान्छोको बिहे भएको छैन र ऊ भन्दा सानी बहिनीको त्यत्रो लाखौं लाख ऋण खोजेर बिहे गरिदिए। अब कान्छो दाजु त यता न उता भयो। अब न उसको काम बिजनेस व्यापार जागिरी पेसा छ, न उसको बिहे भएको छ। उसलाई चाहिँ अब मेरो टुङ्गो हुने भएन, म चाहिँ बर्बाद हुने भएँ, मेरो चाहिँ के ठेगान लाग्छ होला भनेर चाहिँ ऊ एकदम धेरै तनावमा छ। भूमिकालाई पनि त्यति धेरै पैसा खोजेर बिहे गरिदिएको उसलाई चित्त बुझेको छैन। भयभरको पैसा छोरीको बिहेमा सकाउने, त्यस पछाडि मेरो जिन्दगी चाहिँ के हुन्छ त भनेर चाहिँ उसलाई धेरै नै तनाव भइरहेको छ। यो भूमिकाको कान्छो दाजुलाई अब के गर्दा ठिक होला आफ्नो विचार कमेन्टमा लेख्नुहोला। लामो भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।